आउँछ न सन्जय पनि सन्जय भने यहाँ चिया रेडी छ आइहाल्यो यहाँ चोकैमा ठ्याक्कै चोकको त के भरे कलेज छेउ छ नि त के भन्नु त प्रतीक्षालाई छेउकै पेडा भन्दैन पेडा भन्दैन के पेडा खानु सन्जय हो कमेन्ट गरौँ न हेर हाँस्छ मात्रै यहाँ इमोजी पठाएर मलाई लाग्छ सन्जय जस्तो चाहिँ लाग्यो गाउँले ब्लग होइन म त अरे एमएमए कमेडी नहेर्नु गाउँले भएकोमा थाहा छ नि फेरि टिकटक बना एकछिन इन गर आज सन्जय यहाँ सुरुप पार्ने चिया एकछिन तपाईँ म आफै मेरो हान्दैन चढा हान्छु मेरो त्योबाट राम्रो आउँछ कुनमा कुन हो उसको होइन भाइहरू कहाँबाट हो हामी तेरो घर छेउबाट हो त्यो त्यतिकै यसो ढ्याक्क यी दुईवटा कप छ त नि मेरो भित्रबाट अहिले सिजा फ्रङ गर्दैछ त्यसो राख्दैन ए लक लाग्ने हो यसो गरौँ न यति यति कपाल ठिक छ ठिक छ गरेको छैन ल एक कति सेकेन्ड भयो मैले नै हेरेँ ढुङ्गा कहाँ हाल्छ यहाँ त्यहाँ मेरो कुकुर आउँदैछ चिया र बिस्कुट दिएर पठाउन सर अरे कुकुरलाई दिएर पठाउनु अरे यसको त के सन्जय हो ल्याङ हान्दैछस् तपाईँ ल्याङ हान्दैछस् हो मान्छे चाहिँ खुद कति चिया खाँदैछ भन्नु बरु हाम्रो यहाँ छ नि स्पोन्सर कति चिया चाहियो भने स्पोन्सर यहाँ छ चियाको लागि चाहिँ दो कटिङको लागि चाहिँ है दो कटिङको लागि चाहिँ यहाँ छ हाम्रो स्पोन्सर छ भने बबाल बबाल ल कहाँ हो यो चिया खाने ठाउँ लोकेसन लगाउन ठ्याक्कै 45 चोक ठ्याक्कै यो के होटल छ नि यतापट्टि हाम्रो फास्ट फुड के छ नि त्यसको यतापट्टि अगाडिपट्टि होइन